full watch my video. Like, comment and subscribe. जति खाने पनि हराउँदैन इस यसरी यहाँ सट्टाहरु हाल्दैछ यो बोडीको लागि यहाँ व्यवस्था गरिदैछ पुरै यो जालीहरु लगाएर यसरी पानी पर्ला कि पुरै उयो पनि बादल पनि कराइराछ आकाशतिर लाग्यो यस्तै यहाँ गर्मी पनि छ अनि त्यहाँ घरको धनी बसिरहेको छ न्याच्च पारेर हो अनि यही हो खानुपर्ने टन्नै झारहरु छ कहिले सिद्धिने हो यत्रो काम यहाँ चाहिँ काँक्रोको बोट यता चाहिँ करेलाको बोट अब यो माथि चढ्दैछ हाय भन्न ल हेर्नुस् यस्तो हरियाली ठाउँ छ तर के गर्नु घामले खत्तम पारे के घाम त त्यहाँ छ यस्तो भइरहेछ खन्दैछ दुईजना बुढाले खाना राम्रोसँग खाना राम्रोसँग यो झारहरु निकाल न यसरी यिनीहरु सबै यो रहेछ हेर्दा आज पानी पर्ला जस्तो छ त्यो पनि मर्छ यो पनि मर्छ कि मर्दैन यो माथि निकाल माथि यसरी माथि निकाल न आज पानी पर्ला जस्तो छ त्यो पनि सबै राम्रोसँग निकाल झारहरु सबै भित्र रहेछ नि के मर्नु घामले यार सबै त्यहाँ थुपाएर एक ठाउँ बनाऊ हो त्यहाँनिर ठिक छ ले आमा पनि आयो आज 10 वर्षपछि चपरा भिरेर आउँदैछ आज हाँस्दैछ यसरी खानु पर्छ के ले त्यहाँ छाउछाउमा बोडी रोपेछ उस नातिनीले उ त्यो सिमी उ देख्यो खै यता फर्किनु त आमा यता फर्किनु न यो दाँत देखाउनु त ठिक छ ल खाना सक्छ खानुलाई आमा खन्नु सक्छ यता सिमी रोपेछ नि फेरि नातिनु त्यहाँ पनि हो बिस्तारै निक्ल्यो सिमी निक्ल्यो सिमीको गेडा हो त्यो ल सिधा भयो अलिक सिधा भएर नखानु त छोरी खुट्टातिर आउँछ चपरा खुर्सानी पिरो यो गाउँकै हिरो ल
खनी खनी हो खनुपर्छ खनु अलिअलि खन बिस्तारै बिस्तारै धेरै खन्नु हुँदैन आफू चाहिँ म पनि खन्नुपर्ने हो अघिदेखि खन्दा छु